प्रत्यक्ष रूपमा हुनुहुन्छ। के छ कस्तो छ सनीजी त्यहाँको होलीको माहौल, हामीलाई जानकारी दिनुहोस्। सर्वप्रथम टेलिभिजन हेरिरहनुभएका तमाम सम्पूर्ण दर्शकहरूलाई होलीको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। र अहिले म कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा रहेको छु। यो पूर्व पश्चिम राजमार्ग अन्तर्गत यहाँका नागरिकहरूले यसरी टेन्ट लगाएर डिजे लगाएर हर्ष उल्लाससँगै एकदमै सभ्य र भव्य तरिकाले होली मनाएको यहाँलाई अवगत गराउन चाहन्छु। आज बिहानैदेखि यो राजमार्ग छेउछेउमा यहाँका नागरिकहरूले हर्ष उल्लासका साथ एक आपसमा आपसी भाइचाराको सम्बन्ध स्थापित गर्दै होली मनाइरहेको अवस्था यहाँलाई जानकारी गराउन चाहन्छु। सनीजी, हामीले तपाईँको अगाडि जुनसुकै उमेर समूहका व्यक्तिहरू पनि देखिरहेछौँ, हामी पृष्ठभूमिमा देख्दै थियौँ। कुन उमेर समूहका व्यक्तिहरूमा बढी उत्साह उमङ्ग तपाईँले पाउनु भएको छ कपिलवस्तुमा होलीको? होलीको रङ्गको लागि कुनै उमेरको आवश्यकता हुँदैन, म यहाँलाई जानकारी गराउन चाहन्छु। यहाँ चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल हुनुहुन्छ। यसै गरी विभिन्न समाजसेवी व्यक्तित्वहरू समेत यस क्षेत्रमा हुनुहुन्छ। यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका नेताजी पनि हुनुहुन्छ। यसै गरी मुस्लिम समुदायको पनि बाहुल्यता हामीले यहाँ हेर्न सक्छौँ। तपाईँहरूलाई उहाँहरूले टिका नलगाए पनि एक आपसमा आपसी सम्बन्ध स्थापित गर्नका लागि रमजानमा उहाँ व्रत बसेर भए पनि एक आपसमा चाहिँ हर्ष उल्लासका साथ मनाउँ भनेर यहाँ सबै जुनसुकै समुदायका भए पनि जम्मा भएको अवस्था छ। यसै गरी यहाँ रोटरी क्लबका कपिलवस्तुका संस्थापक अध्यक्ष पनि हुनुहुन्छ टोपलाल पोखरेल। यसै गरी आदरणीय शिक्षक पनि हुनुहुन्छ श्याम गुप्ता लगायत यहाँ सबै वर्ग सबै उमेर पनि नभनौँ, यहाँ बच्चादेखि लिएर एकदम वृद्धसम्मको सहभागिता रहेको यहाँलाई अवगत गराउन चाहन्छु। त्यहाँ रहेका व्यक्तिहरूसँग थोरै कुराकानी गर्न सक्नुहुन्छ? थोरै कुरा गर्नुहोस् न उहाँहरूसँग। अहिले हामी कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा छौँ। हजुर जीवनजी, त्यहाँ रहनुभएका होली खेलिरहनुभएका व्यक्तिहरूसँग थोरै कुराकानी गर्नुहोस्, इन्टरेक्ट गर्नुहोस्। उहाँहरू कसरी मनाइरहनु भएको छ, यो उमङ्ग होली के हो, कसरी, थोरै कुरा गर्नुहोस् न। हामी यहाँ व्यापार सङ्घका केन्द्रीय सदस्य हुनुहुन्छ, कस्तो मनाइरहनु भयो होली यहाँहरूले? होली वास्तवमै यो एउटा सबै समुदायहरूको मिलन जस्तो को पर्वको रूपमा हुन्छ। यो रङको साथसाथमा हाम्रा हरेक गतिविधि यो रङको जस्तै मिलन होस् र हामी सबै समुदाय यो क्षेत्र वास्तवमा मुस्लिम समुदायहरूको बाहुल्यता भएको क्षेत्र हुँदा पनि यहाँ शान्तिपूर्ण रूपमा जुन रूपमा चाहिँ होली खेलिन्छ त्यो होलीले पनि यहाँ के छ भने सद्भाव एक ठाउँमा छ। यो ठाउँ चाहिँ सद्भावले घेरिएको छ, शान्ति छ र राम्रै तरिकाले हामीहरू मनाइरहेका छौँ। बिहानैदेखि उल्लासका साथ मनाएका छौँ। सबै साथीहरू घुम्दैछन्, यहाँ टेन्टमा अहिले रमाइलो गर्दैछन्। त्यो भएको हुनाले यो पर्वले हामी सबैलाई खुसी साझासाझा गर्ने पर्व चाहिँ हो। यसै गरी मनाइरहेका। कसरी मनाइरहनु भयो? खुसीको पर्व हो, यो खुसी साझा गर्ने पर्व हो। यो मिलन होली मिलनको पर्व हो, मिलनको पर्व हो। त्यसमा यो खुसियाली छ। यसै गरी मुस्लिम समुदायका युवा रहिसा पनि हामीसँग हुनुहुन्छ। कस्तो लागिरहेको यो होलीको पर्व? तपाईँ रङ लगाउनु भयो होइन, त्यो पनि सहभागी होइन? अत्यन्तै खुसी र गौरवको कुरा हो। हामी पनि यहाँ मुस्लिम समुदाय भएको नाताले पनि यहाँ शिवराज नगरपालिकामा विभिन्न जात जाति भरेको अवस्था हो। मधेसी, थारू, पहाडी मुस्लिम समग्रको बराबर सहभागिता रहेको अवस्था छ। त्यस कारणले गर्दा हामी एकदम खुसी छौँ र एक आपसमा सौहार्दपूर्वक यसले चाहिँ शान्ति स्थापना गर्छ र एक आपसमा भाइचारा बढाउँछ भन्ने महसुस गरेका छौँ। त्यस कारणले गर्दा हामीलाई एकदम राम्रो लागिरहेको छ। हामी रङ नलगाए पनि हामी चाहिँ सहभागी छौँ। होलीमा पर्व मनाइरहेछौँ। हातमा हात काममा काम बढाएर अगाडि बढेको अवस्था हो। धन्यवाद यहाँहरूलाई। जीवनजी, मैले यहाँका स्थानीय नागरिकहरूसँग पनि एकदमै राम्रो तरिकाले सबै तरिकाले होली मनाइरहेको यहाँलाई जानकारी पनि गराएँ र तपाईँले देख्न सक्नुहुन्छ नेपाल सशस्त्र प्रहरीले पनि यहाँ शान्ति सुरक्षाका लागि एकदमै तयार अवस्थामा हुनुहुन्छ र जिल्लामा अहिलेसम्म प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल अनुसार हामीले सम्पर्क गरेका थियौँ। कपिलवस्तुमा होलीको दिनमा अझैसम्म कुनै पनि त्यस्तो अप्रिय घटनाहरू घटेको छैन। कपिलवस्तुमा एकदम शान्तिमय उमङ्ग चयन अनुसार होली मनाएको यहाँलाई अवगत गराउन चाहन्छु। सनीजी, तपाईँसँग हामी फेरि पनि जोड्यौँला। अहिलेको लागि छुट्टिन्छौँ। उहाँ हुनुहुन्थ्यो सनी उल्लाह
हामीसँग कपिल वस्तुबाट प्रत्यक्ष रूपमा जोडिनु भएको थियो। सनी उल्लाजीले त्यहाँ थोरै सहकर्मीहरूसँग त्यहाँ सहभागी जो होली खेल्दै हुनुहुन्थ्यो उहाँहरूसँग पनि कुराकानी गर्नुभयो। जुनसुकै